इंग्ल्यान्डका स्टार ओपनिङ ब्याटर जेसन रोयले नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन्। उनले पोखरा एभेन्जर्सबाट दोस्रो सिजनको एनपीएल खेल्ने भएका हुन्। रोय एनपीएलमा जोडिने स्टार खेलाडी मध्ये एक हुन्। उनले हालसम्म इंग्ल्यान्डका लागि 116 ओडीआई, 64 टी20 तथा 5 वटा टेस्ट म्याच खेलेका छन्। 35 वर्षीय रोयले ओडीआईमा 110 इनिङ्समा 12 शतक र 21 अर्धशतक सहित 4271, टी20मा 8 अर्धशतकको मद्दतमा 1522 तथा टेस्टमा 187 रन बनाएका छन्। उनले आईपीएल, पीएसएल, सीपीएल, बीपीएल लगायत विश्वका 1 दर्जन व्यावसायिक लिग समेत खेलिसकेका छन्। अहिलेसम्म समग्र टी20 ढाँचामा रोयले 412 म्याच खेलेका छन्, जसमा उनले 6 शतक र 69 अर्धशतक सहित 10,500 रन बनाएका छन्। टी20मा उनको उच्च स्कोर अभिजित 145 रन हो, जुन इनिङ रोयले पाकिस्तान सुपर लिगमा खेलेका थिए। उनले सन् 2023 यता अन्तर्राष्ट्रिय क्रिकेट भने खेलेका छैनन्। रोयको आगमनसँगै पोखरा एभेन्जर्सको टिम थप बलियो बनेको छ। उसले एनपीएल 2 का लागि विदेशी खेलाडीको रूपमा वेस्ट इन्डिजका रेमन रेफर, इंग्ल्यान्डका डान डाउथोइट र एडम रोसिङटन तथा न्युजिल्यान्डका स्टार जिमी निसमलाई पनि अनुबन्ध गरिसकेको छ। गत संस्करणमा निकै खराब प्रदर्शन गरेको पोखरा यसपालि भने बलियो टोलीका साथ मैदान उत्रने तयारीमा छ। उसले सोमबारदेखि सुरु हुन लागेको एनपीएलमा पहिलो खेलमा मंगलबार विराटनगर किङ्सको सामना गर्ने तालिका छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।